हेलो साथीहरु, वेलकम छ मेरो फेसबुक पेजमा है। अनि आज चाहिँ हामी चाहिँ फेरि पनि पिकनिक खेल्न जान आँटेको हो। यहाँनिर चाहिँ मैले दाउरा बोकिरहेको छु। यहाँ पछाडिनेर चाहिँ झोला कुम्ली सबै बोकेर आउँदैछ। ऊ तल पनि आउनु हुँदैछ। हामी चाहिँ हो अचानक पिकनिक खेल्ने प्लान भएर चाहिँ हामी चाहिँ तुमलाङ खोला उकालो जाँदैछ साथीहरु। ल यहाँनिर चाहिँ म चाहिँ बोरा बोक्ने पत्तुर बोक्ने मान्छे जस्तो भएर बोरा यसरी बोकेर हिँड्दैछु हो साथीहरु। ल अब चाहिँ हामी माथि पुगेर चाहिँ पकाएर तपाईहरुलाई पनि देखाउँछौँ। हाम्रो तुमलाङ खोलामा चाहिँ यति साह्रो मान्छे हुन्छ कि साथीहरु। अनि मेरो छोराहरू पनि यहाँनिर पुरा पौडी खेल्दैछ हो। अनि यहाँ हाम्रो जुगाड हुँदैछ यहाँनिर पिकनिकको लागि। यहाँ हाम्रो मेन कुक चाहिँ यहाँनिर छ है। मेन कुक हाम्रो। अनि हामी चाहिँ हेल्प है साथीहरु। अब चाहिँ हामी चाहिँ कटिङ हुन्छ यहाँनिर हो। दाउरा यहाँनिर चाहिँ यस्तो डरलाग्दो बोकेर ल्याएको छु कि मैले चाहिँ। अब चाहिँ हाम्रो मासु कटिङ हुन्छ है। र यहाँ चाहिँ अस्मिताले चाहिँ चामल धुँदैछ। हामीले चामल धुन्छ यहाँ माथि आइपुगेको थियो है। यहाँ चाहिँ र हामी चाहिँ यहाँनिर आएको हो। म चाहिँ यहाँ बसिरहेको छु भिडियो गरेर। यहाँ चाहिँ पौडी खेल्दैछ भयो। सो साथीहरु, यहाँनिर चाहिँ हाम्रो पौडी खेल्ने जग्गा हो यो चाहिँ हो। यहाँनिर चाहिँ हामी पौडी खेल्छ है। सानोबडे छ तर राम्रो छ क्या पौडी खेल्ने जग्गा चाहिँ। हाम्रो यो चाहिँ के हो रे, यो मासुको सलाद चाहिँ यस्तो दामी भएको छ साथीहरु हो। खै दिन त अलिकति नागाल्यान्ड सलाद होइन यो। नागाबाट हामीले चाहिँ सलाद बनाउनुको लागि म आएको छु यहाँनिर हो। यता हेर्नु नागाबाट म आएको। हामीले चाहिँ हायर गरेर सलाद बनाउनुको लागि। दामी भएन के भएन। मासु कम्ती भएछ तर हालेको। आलु के मर मसला नभएको एकदम डाइटमा हो। डाइटमा खानु अस्मिता यो धुएर ल्याउँदा मिठो हुँदैन पिकनिक। दामी भएछ, धन्यवाद हो। धेरै हाम्रो चाहिँ वाचिपा रेडी भइसक्यो हो यहाँनिर एकदम टेस्टी। अनि यहाँनिर खाँदैछ है। कस्तो रहेछ अरे? मिठो लाग्यो। पकाउने मान्छे चाहिँ यहाँ छ नि त। हामी चाहिँ अब वाचिपा खाने। वाचिपा खाएपछि चाहिँ त्यसपछि चाहिँ भैँसीको मासु चाहिँ के छ खाने नि? भात यति छ त। हामी त वाचिपा अलिअलि खाँदा भइहाल्छ। मासु खाँदा हुँदैन वाचिपा खानु नि। सो साथीहरु, अब चाहिँ हामी चाहिँ यहाँनिर वाइनले छोडेर पनि यो खाँदैछ हो। यहाँनिर चाहिँ हामी खाँदैछ हो। यहाँ चाहिँ कसले ल्याइदिनु भएको नि? शान्ति छ्यामाले अफर गर्नुभएको हामीलाई चाहिँ हो। यहाँ खाएर चाहिँ अब टन्न भएर चाहिँ घर जाने हो। वाइनले कामै गरेन है। पौडी खेलेर पानी खेलेर के छोडे वाइनले हो। अब यो वाट भइछ। सो साथीहरु, हामीले चाहिँ एकदमै इन्जोय गऱ्यौँ है। यहाँनिर चाहिँ हाम्रो चाहिँ मजाले इन्जोय भयो। हामी चाहिँ गर्मी पनि बढ्यो त्यत्तिकै भनेर चाहिँ हामी चाहिँ पौडी खेल्दैबाट चाहिँ यहाँनिर चाहिँ स्विमिङ गर्दैबाट चाहिँ हाम्रो अर्ग्यानिक स्विमिङ पुल हो नि त यो चाहिँ। त्यही भएर चाहिँ हामी चाहिँ स्विमिङ गर्दैबाट चाहिँ पिकनिक पनि खेल्दैबाट आएको साथीहरु। अनि यहाँनिर चाहिँ हामीले चाहिँ टक्कै अफर पायो क्या। शान्ति छ्यामाले चाहिँ टक्कै ल्याइदिनु भएको रहेछ। हामी चाहिँ खाइपी गरेर चाहिँ त्यसपछि चाहिँ यहाँनिर चाहिँ हामी चाहिँ पौडी खेल्न थाल्यौँ साथीहरु। यो भिडियो चाहिँ मेरो नानाको फोनबाट गरेको
हो उस अलिकति क्वालिटी डिफ्रेन्ट आउनसक्छ किनभने मेरो चाहिँ नानीले चाहिँ भिडियो हेर्दै थियो त्यही भएर चाहिँ अलिकति क्वालिटी डिफ्रेन्ट आउनसक्छ। यहाँनिर चाहिँ अगाडि देखाइहाल्नु भयो तपाईँहरूलाई चाहिँ उसको चाहिँ बर्थडे थियो उसको चाहिँ केक सेक खाएर चाहिँ साङ्चेबाट आउनुभएको रहेछ उनीहरू चाहिँ बर्थडे मनाउनुको लागि उसको केक सेक खाएर चाहिँ मजाले धुम मचाएर चाहिँ नाच्नु थाल्यो नानाहरू चाहिँ है यहाँनिर। अनि म पनि अलिकति हल्लेको जस्तो गरेर चाहिँ त्यसपछि चाहिँ पौडी सौडी खेलेर चाहिँ हामी चाहिँ खाना खानु लागेको थियो मात्र साथीहरू जस्तो खाना खानु थाल्यो मेरो नानीलाई खानासाना दिएर लुगासुगा फेरेर चाहिँ टक्कै राखेको मात्रै थियो। पानी चाहिँ यस्तो डरलाग्दो पऱ्यो क्या साथीहरू त्यो पानीले चाहिँ हामीलाई चाहिँ कुटेर यस्तो बिजोग बनायो त्यो भिडियो बनाउँ भनेको थिएँ कि तर मेरो मोबाइल पिच्छ भनेर चाहिँ यस्तो मलाई चाहिँ टेन्सन भएर क्या साथीहरू त्यही भएर चाहिँ मैले चाहिँ भिडियो गर्न सकिनँ है। पानी चाहिँ यस्तो दर्कने परेको है तपाईँहरूकोतिर पनि पानी आइरहेको होला साथीहरू र त्यही भएर चाहिँ अब तपाईँहरूले चाहिँ त्यतिमै सोचिहाल्नुहोस् कि पानी चाहिँ कस्तो डरलाग्दो चाहिँ परेको थियो भनेर है। खोला पनि पर्ला जस्तो भयो ठिक्कै मेरो हस्बेन्ड चाहिँ नानी पनि ल्याउन आउनु भएछ है अलिकति तल बसिरहेको थियो नि त ऊ चाहिँ त्यही भएर चाहिँ हामी चाहिँ नानी सानी चेपेर चाहिँ घरतर्फ लाग्यौँ साथीहरू।